कार्यालय सहयोगी एकजना गरेर हामीले 64 सालदेखि आजसम्म सहकारी सञ्चालन गरिरहेका छौँ र हामी सञ्चालक समितिमा बस्ने साथीहरूले आज हामीले निस्वार्थ भावनाले संस्थाको कुनै हिस्सा नलिकन संस्थाको हितको लागि आजसम्म काम गरिरहेका छौँ र त्यसको परिणाम हो आज तपाईँहरूको पैसा तपाईँहरूको लगानी हो है। सेवाको पहुँच पुर्याउने उद्देश्यले गोकर्णेश्वर 4 भैरव चौकमा संस्थाको कार्यालय रहने गरी मिति 2064 10/38 गते श्री पञ्चमीका दिन संस्था सञ्चालन भएको हो। काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिकाबाट आफ्नो कार्यक्षेत्र बनाई आफ्नो सेवा क्षेत्रका शेयर सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै हालसम्म 425 सदस्य आबद्ध भई वित्तीय तथा गैर वित्तीय सेवा दिइरहेको छ। यसका साथै संस्थाले समुदायमा गरिबी र आर्थिक पहुँच नभएका सदस्यहरूलाई स्वरोजगार, मुलुक र आय आर्जन मुलुक वित्तीय तथा गैर वित्तीय सेवाहरू प्रदान गर्दै आएको समुदायमा आधारित एउटा स्थापित सफल संस्था हो। यस संस्थाको 18औं वार्षिक साधारण सभामा कार्यक्रम सञ्चालक संस्थाको बारेमा मलाई 2 शब्द राख्न अवसर दिएकोमा कार्यक्रम सञ्चालकज्यूलाई मुरी धन्यवाद दिन चाहन्छु। मैले बोल्ने क्रममा कुनै त्रुटि भएमा क्षमा चाहन्छु। एकता हाम्रो शक्ति हो, विकास हाम्रो लक्ष्य हो। धन्यवाद। जय सहकारी।